के तपाईलाई थाहा छ नेपालको कानुन अनुसार श्रीमानले अर्को विवाह गरेमा श्रीमतीले सिधै सम्बन्ध विच्छेद र अंश दाबी गर्न पाउँछिन्। नमस्ते, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल सरकारी सेवा तपाईहरु समक्षमा। विवाह एउटा पवित्र बन्धन हो, तर कहिलेकाहीँ परिस्थितिले गर्दा यो सम्बन्धलाई लामो समयसम्म टिकाइराख्न कठिन हुन सक्छ। यस्तो अवस्थामा नेपालको कानुनले सम्बन्ध विच्छेदको लागि के कस्ता व्यवस्थाहरू गरेको छ, कुन कुन अवस्थामा श्रीमान वा श्रीमतीले अदालतमा निवेदन दिन पाउँछन् र यसको प्रक्रिया के हुन सक्छ, आजको भिडियोमा हामी यसबारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। भिडियो अन्तसम्म हेर्नुहोला। सम्बन्ध विच्छेदका आधारहरू। नेपालको मुलुकी देवानी संहिता 2074ले सम्बन्ध विच्छेदका लागि स्पष्ट आधारहरू तोकेको छ। पहिलो आधार भनेको आपसी सहमति। यदि श्रीमान र श्रीमती दुवै छुट्टिन तयार छन् भने जुनसुकै बेला आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न सकिन्छ। अर्को पक्ष एकै पक्ष अवस्था के छ भने यदि सहमति छैन भने निम्न अवस्थामा मुद्दा हाल्न सकिन्छ। यदि श्रीमान वा श्रीमती लगातार 3 वर्ष वा सोभन्दा बढी समयदेखि छुट्टै बसेमा, शारीरिक वा मानसिक यातना दिएमा वा अङ्गभङ्ग गराएमा, खाना लाउन नदिएमा वा घरबाट निकाला गरेमा, जीवन साथीले अर्को विवाह गरेमा वा अन्य व्यक्तिसँग यौन सम्पर्क राखेमा र आवश्यक कागजातहरू के हुन सक्छन् त। अदालतमा जानु अघि तपाईले निम्न कागजातहरू तयार गर्नुपर्ने हुन्छ। सुरुमा 1 नम्बरमा नागरिकताको प्रतिलिपि, विवाह दर्ताको प्रमाणपत्र। यदि विवाह दर्ताको प्रमाण छैन भने नाता प्रमाणित वा विवाहको प्रमाण, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। यदि अंश दाबी गर्ने भए घर जग्गाको लाल पूर्जा वा सम्पत्तिको विवरण र अर्को कुटपिट वा हिंसा भएको भए सोको प्रमाण वा मेडिकल रिपोर्ट। र अदालती प्रक्रिया र समय कति लाग्छ त, प्रक्रिया कसरी अगाडि बढ्छ त। सबभन्दा पहिला सम्बन्धित जिल्ला अदालतमा निवेदन दर्ता गर्नुपर्छ। मुद्दा परेपछि अदालतले दुवै पक्षलाई राखेर मेलमिलाप गराउने प्रयास गर्छ। यदि आपसी सहमति छ भने केही दिनमै फैसला हुन्छ, तर सहमति छैन भने अदालतले विचार गर्नको लागि 1 वर्षको समय दिन्छ। 1 वर्षपछि पनि मिल्न नसकेमा अदालतले प्रमाणका आधारबाट सम्बन्ध विच्छेदको फैसला सुनाउँछ। र अंश र बालबच्चाको हक। सम्बन्ध विच्छेद हुँदा सम्पत्तिको बाँडफाँड पनि हुन्छ। यदि श्रीमानको गल्तीका कारण सम्बन्ध विच्छेद भएको हो भने श्रीमतीले अंश पाउने कानुनी अधिकार छ। साथै 5 वर्ष मुनिका बालबच्चा छन् भने सामान्यतया उनीहरूलाई आमासँग बस्ने अधिकार दिइन्छ, तर उनीहरूको खर्च बुवाले बेहोर्नुपर्ने हुन्छ। अन्तमा कानुनी प्रक्रिया झन्झटिलो हुन सक्छ, त्यसैले मुद्दा सुरु हुनु अगाडि एकपटक दक्ष वकिलसँग सल्लाह लिनुहोला। आशा छ यो जानकारी तपाईहरुको लागि उपयोगी रह्यो। यस्तै अन्य सरकारी सेवा वा कानुनी जानकारीको लागि हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।